हिजो गोलबजारमा आन्दोलनको क्रममा गोली चलेछ। गोली चल्नको कारण के हो? गोली चल्नको कारण दुईटा छ। दुईटा कुन कारण छ कि इन्सपेक्टरले गोली हानेछ, त्यो सामान्य झडक, कुनै झडक थिएन। त्यो सामान्य टाइममा त्यो गोली हानेछ। गोली हानेर गणेश यादवले हत्या गरेछ। त्यसको दुईटा प्रमाण छ। एउटा प्रमाण के छ भन्ने, अहिले बालन सरकार छ। बालन सरकारले बदनाम गर्नको लागि त्यो पुरानो दलको नेताहरूको यो इन्सपेक्टर हो। त्यो भएर बालन सरकारले बदनाम गर्नको लागि यिनीहरू गोली हानेको छ। दोस्रो कुरा के छ भन्ने, यिनीहरू रोहनिया मुस्लिमसँग करोडको करोड, लाखौँको लाखौँ पैसा खाएको होला। त्यो भएर यिनीहरू गोली हानेको छ। किनकि तपाईँ हेर्नुहोस् कि गोलबजारमा अगाडिको भिडियोमा केटाहरूले, प्रदर्शनकारीहरूले पुलिसहरूलाई कसरी थर्काइरहेछ तपाईँ हेर्नुहोस्। यो थर्काको भिडियो हेर्नु भयो, तर अब गोलबजारमा तपाईँहरू हेर्नु, जुन ठाउँमा झडक भयो त्यो ठाउँमा धेरै घरहरूमा क्यामेराहरू लागेछ। त्यो क्यामेरालाई चेक गर्नु तपाईँ। यो सत्य सबुत कसैले देखाउनु पर्दैन। त्यहाँ त्यो क्यामेरामा कैद भएछ। त्यो क्यामेरालाई अहिले बचाएर राख्नु, त्यहाँ सबुत खोज्नु तपाईँहरू।